हेलो गाइस, फेरि पनि आज हामी आइसकेको छौँ भिडियो बनाउन जङ्गलतिर। यता हाम्रो केटाहरू छन्, सेटअप रेडी गर्दैछन्। हिजोको एउटा भन्दा पनि दुईवटा मेरो एउटा ब्लग अनि एउटा भिडियो चाहिँ टिकटकले ब्यान्डै गर्दै क्या, बन्दै गर्दै। त्यहाँ हामीले एउटा बन्दुक देखाएको थियौँ कि सानो, टिकटकले त्यस्तो चाहिँ नगर्नु पर्ने जस्तो लागेको थियो। तर मैले भनेको थिएँ क्या, अगाडि नै मैले भनेको थिएँ सुटिङमा गएको भिडियो बनाउनको लागि भनेर भनेको। त्यति भनिसकेपछि त नगर्नुपर्ने जस्तो लागेको छ। डुप्लिकेट बन्दुक देखाउँदा पनि भिडियोलाई भाइलेन्स भयो अरे। केटाहरू रेडी भइरहेको छ पुरा सेटअपमा हेरे। अनि सुरुमा चाहिँ मैले सोचेको थिएँ क्या, त्यो अलिकति त्यो छाडा बोलेर होला भनेर लागिरहेको थियो, हल्का छाडा बोलेको थियो। तर अनि अर्को भिडियो क्या, छाडै नबोलेको होला भिडियो हालेको थियौँ। तर त्यसमा चाहिँ बन्दुक देखाएको थिएँ, यस्तो यस्तो गर्दा बन्दुकले मैले त्यो पनि भेन्ड गरिदिएँ यार, साह्रै नराम्रो लाग्यो। अनि युट्युबमा हालेको छु मैले, युट्युबमा गएर हेर्दा हुन्छ है। युट्युब च्यानलको नाम चाहिँ नोबी छ, सब्सक्राइबर भर्खर थोरै छ। पहिलेको मेरो सब्सक्राइबर थियो 4-5 हजार थियो होइन। गुन्डाको रोल आयो ल, मेरो टोपी चाहियो अरे। यता हाम्रो हिरोनी यता रेडी छ। अनि ओपा 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 हेर्न आज ओपाको आज ओपाको भिडियो गइरहेछ। जस्ट हिजोको भिडियोमा चाहिँ पेस्तल थियो, तर त्यसले गर्दा भिडियो हाम्रो रेस्ट्रिक्ट लाग्यो क्या। त्यो ओपाको पनि लाग्यो, मेरो पनि लाग्यो। गाह्रो भयो हिजोको त्यसले बन्दुकले गर्दा हेर्दा। सानो पेस्तल यार, झोलाइभरि कपडा बा केटाले लाग्यो ओपाले। च्यानघारीमा आएको क्या। हिजो चाहिँ उता भित्रतिर गएको थियौँ। अनि यो चाहिँ पहिलेको च्यानघारी हो क्या। च्यानघारी उता सबै च्यानघारी कति च्यानहरू बनाएको छैन, प्रायः जस्तो यता च्यानहरू चाहिँ छ। धेरै च्यानहरू पहिले बनाएर पनि फुटिसकेको पुरानो भएर। गाइस लाइक सब्सक्राइब गरिदिउँ है। युट्युब च्यानललाई पनि साथीहरूलाई सेयर गरिदिउँ है। ओपाको भिडियो बनेर ल एउटा ट्याग हेरिदिउँ न त, कति हान्दैछ। राम्ररी गर न, राम्ररी गर न। ओपा पुरा उठेर रेडी भइरहेछ। ओपा चाहिँ पछाडि तेरे देखिन त हल्का नदेखा 1 2 3 गो। तल आज बचाउनु को आउँछ? त आज मर्छस् मेरो हातबाट। मेरो ओपा आउँछ मलाई बचाउनु। को तेरो ओपा? केटाहरूको फर्स्ट टेक भइसकेको छ। अब अरू बाँकी छ है। भिलेन त हिजोको कडा थियो होला यार। खाइदे
भिलेन त हिजोको कडा थियो है हिजोको भिलेन चाहिँ म थिएँ क्या बब्बाल हान्दिएको थियो नि त मैले हिजो ओप्पाको डाइरेक्टर तेरो ओप्पा भनेर नि म पनि हेर्छु भन्छु होइन अनि म के गर्ने यस्तो गर्नु देखाउन म यस्तो देखाउँछु ल अनि यस्तो देखाउँछु जब म आउँछु अनि म त्यो त फर्केर हेर्छु क्या पहिले मैले खुट्टाको सिन देखाउनु पर्यो नि हिजो त यसले पोलिस गरेर ल्याएको यार आज त पुरा माटे भएछ मलाई छोड दे त आज मर्छेस् तँलाई आज को बचाउन आउँदो रहेछ मेरो ओप्पा आउँछ मलाई बचाउन यो थिएन नि होइन यही त हो नि मेरो ओप्पा जेसुकै भन् न डाइरेक्ट चाहिँ पुरा गर्न ठिकै हो त्यो पनि चाहिँ मनपर्छ नि छैन क्या लुगा त्यो पनि देखिरहेछ यस्तो छ डाइरेक्टरमा ठिकै हो अगाडि चाहिँ हेर्छ होइन अगाडि यिनीहरूको दुईजना मात्रै हेरिरहेछ आफूले भन्यो यता पुरा राम्ररी हेर्दैन डिरेक्सन राम्ररी हेर्न तँ चाहिँ देखिँदैन आज मर्छेस् मेरो हातबाट तँलाई आज को चाहिँ बचाउन आउँदो रहेछ भन्नु होइन अनि आज त बाँच्दैन आज त मर्छेस् को आउँछ तँलाई बचाउन आज मेरो ओप्पा आउँछ मलाई आफै मिलाएर भन्दा नि अनि लास्टमा के म जस्तो भन्नु पनि अझ त मर्छस् तँलाई को बचाउन आउँदो रहेछ म पनि हेर्छु आज त मर्छेस् मेरो हातबाट जिल्ला यो त फेरि कडा हान्दिएको थियो नि त आज त मर्छेस् मलाई छोड दे आज त मेरो हातबाट मर्छेस् म पनि हेर्छु तँलाई बचाउने यहाँ को आउँदो रहेछ मेरो ओप्पा आउँछ मलाई बचाउन हेर्छु म पनि तेरो ओप्पा हटा भाइ ल यसको खुट्टाको सिन हुँदाखेरि यो यसरी फाल्यो न सिम्पल छ हेलो योनीको कस्तो भएर सुनाएको पुरै ओप्पाको जुत्ता त टल्क्यो त यार ओप्पाको जुत्ता त टल्क्यो त सिन क्रिएट गर्दैछ केटाहरू ल अलि यस्तो गर्नु भाइ होइन भाइ माथिबाट यसरी झार्दै ए त्यो के झार्नु सिन क्रिएट गर्दैछ ल है त केही हुन्छ कि अब किन यहाँ किन उता त्यो दोदरले खन्टेमा हिँड्न धुलो यस्तो टेक्दा पनि यस्तो उठ्छ बम हाने जस्तो छिटो लगा न मलाई अगाडि त रेडी हुनु पर्दैन ए होइन फेरि हिजो कस्तो रेस्ट्रिक्ट लाग्छ नि फेरि सबैजना लाइक सब्सक्राइब अनि सेयर गरिदिन नभुल्नु होला आफ्नो च्यानलको बारेमा भन्नु मेरो च्यानल छैन अहिले हाल मेरो च्यानल छैन हाम्रो अफिसियल यहाँ सबैजनाको एउटै ग्रुपको च्यानल छ नोभी ल है त सबैजनाले सब्सक्राइब गरिदिउँ हल्का ल धेरै माया दिउँ प्यार दिउँ ओप्पाका सिनहरू त ल ओप्पा त्यो ओप्पा हिँडेको देखाउँछ केटा बुढी प्लाट त निक्लिएको छ ओप्पाको सारा छ अलिक स्वागमा हिँड्न चाहिँ बाबा तर हिँड्न यो चाहिँ कसको भेज हो गर्छ कि केटाहरूले के म त देखिन मनिष चाहिँ के हो
मनको अलिकति बेस ओइ त्यत्रो अगाडि जानु पर्दैन हौ यताबाट उठाउनु पर्ने हो तर उठाउनु पर्दैन अहिले हैन ल्याउनु उठाउँदाखेरि देखो उठाउँदा कहाँ लेखाउँछ त नि यतिसम्म त देखाइहाल्छ नि के चाहिँ गर्नु खोज्यो तिर अहिले यति मात्रै देखा न अगाडिबाट पनि हिँड्नु 3 2 1 go अब चाहिँ फर्केर हेर्छु अब चाहिँ फर्केर हेर्छु भनेर चाहिँ फर्केर हेर्छु क्या ओपा बन्दुकै हराइसक्यो गाँठो बन्दुकै मैले कहाँ फाल्यो यहाँ मान्छे बन्दुक भाइ मान्छे मर्छ हो यहाँ अनि बन्दुक एक्टिङ पनि कडा हान्थेँ क्या मैले गुन्डा मान्छेहरूले गुन्डा नि यसो भाइलाई मात्रै देखायो होइन भाइले उता भनेर चाहिँ फर्किन्छ होइन त्यहाँदेखि पज गर्ने अनि पज गरेपछि तपाईँले फेरि फर्केर हेर्ने अनि कुतिर जान्छ नि यस्तो गर्दै त्यो पनि यस्तो गर्नु हात पनि गर्नु हात पनि गर्नु के हात पनि गर्नु ओपा भनेपछि हात पनि गर्नु बलि चाहिँ यता हेर छिटो न 1 2 3 गर्नु 1 2 3 1 2 3 गो तर चाहिँ कहाँ यता हेरेको कडा हान्थेँ केटाहरूलाई कडा क्यामेरातिर मात्रै हेर न मुजीलाई हेर्न ऊ हेर्ने चारैतिर क्यामेरा मात्रै फोकस अब तेरो रेडी 1 2 3 गो वाह गर्मीले यहाँ पङ भइसक्यो पोजिसनमा बस्नु त्यस पोजिसनमा अनि म चाहिँ के गर्नु तपाईँले एकछिन फर्केर हेर्नु त पर्छ नि त आज खतरा हानेर आएछ है ल है त यो चाहिँ हाम्रो ओपाको लागि भिडियो बनाएको हो मेरो भिडियो बनाउँदै थियौँ होइन ओपा बेसी हाँस्छ क्या ओपा हाँसेर भिडियो पनि भएन क्या मजाले अनि त्यसले त्यो भिडियो चाहिँ कटै गरिदिएको अनि अब अर्को फेरि बनाउनु पर्ने छ अर्को बनाउने बेला पनि हाँसो भने चाहिँ ओपालाई नै बैकट गरिदिनु पर्ने छ सिरियस भएर भिडियो बनाउँछ नि केटाहरू ओपा बेसी हाँस्छ क्या अहिले पनि हाँसिरहेको छ हाँस्ने नै होइन नि त भिडियो बनाउँदाखेरि त सिरियस भयो त हौ पुरा होइन सिनले जे मागेको छ होइन त्यही दिने हो नि त हामीले अन्त ओपा चाहिँ बा हाँसेकै गर्छ अनि केटी कतिखेर गएर छुट्टिन्छ भाइ म ठिक्क हिँडेर रोकिन्छु होइन अनि अनि माथि लाग्छ ल हेरौँ है त यिनीहरूको यसरी गरेको फेरि म ठिक्कै हिँड्छु होइन अनि जहाँ रोकिन्छु अनि त्यहाँदेखि माथि ल भनेको एउटा चाल्दैन हिरोइनीको म ठिक्कै भन अनि जहाँ रोकेपछि चाहिँ माथि त ओपा हिँडेर आउँदैछ है ल 3 2 1 गो पत्ता चाहिँ किन छोडेर ल्याउनु त हिँड्दै आएको हुन्छ अनि रोकेपछि चाहिँ यसरी देखाउनु माथि त छुट्यो ल 3 अरे यसको मुझे अनुहारै कालो सर उज्यालो बनाउनु रोल क्यामेरा एक्सन 3 2 1 गो उठा ओपा आफ्नोमा त हाँस्दैन त्यति अरूको बनाउँदाखेरि त पा ए गरेर भुडी देखाउँछ भने यत्रो भुँडी देखाएर आएछ छैन छैन हल्का भत्राइदिनु छैन ठिक छ यहाँको सिलिङ त मेरो यस्तो लगेर मनिस खाले सिलिङ छ मेरो हैन त्यो मोटो छ 3 2 यी जान दे जिउले गर्दा मोटो छ जिउ अनि
हड्डी ठुलो खालको छ नि त मेरो भित्र पसेको त मेरो छ नि असिमको पछाडि त मान्छेको बुढी हेरेछ जहिले कस्तो भएको छ यस्तो छ तेरो भलिबल प्लेयर हेर्न यहाँ सुट हानिसकेपछि बेलुका गएर भलिबल पनि खेल्नुपर्ने छ हाम्रो भलिबल टिमहरू नै हो नि यिनीहरू गौरीगञ्ज गाउँपालिकाको फुटबलर हुन् तर बेलुका चाहिँ भलिबलको कोडमा आउँछन् मैले भन्दै नि मैले हिजोको भिलेन मैले किन आज त्यागेको थाहा छ तँलाई ओए ओए तेरो अझै भएको छैन भरे त लड्छस् पनि बन्दुक देखाउँछस् पनि यति धेरै छ नि तेरो सिन ओप्पाको भन्दा बेसी तेरो सिन ओप्पा आएर जङ्कको यस्तो गरेर अघि त यसरी हेरेको थिएँ न म होइन पहिला हातले समातेर यहाँ गरेर भयो 1 2 3 टाइम जाने केटा ओपालाई यता भन्दा पनि ज्यान भएको देखि त माछिने होइन हिरोइन मनिजान बनाउनु पर्ने थियो क्या आज अनि कस्तो मलाई सुहाउँदैन नि म मर्थे हो अनि ए यताबाट ठिक हुन्छ हौ ठ्याक्कै जान्छ तर कम्मर मात्रै देख्नु नि कम्मरदेखि माथि मात्रै नि तल होइन नि कुद्छ होइन म कुद्छ यो कुद्छ होइन अनि त सुन न भाइ एकछिन क्या कुद्दै आएछ होइन जान्ने भन्नु है अर्को फेरि ओप्पा बेसी नै जाने बनिन्छ है जानु चाहिँ केही छैन है म चाहिँ बसेर हेर्छु ल केटाहरूको भिडियो कुद्ने होइन भाइ कसरी कुद्ने थाहा छ नि अहिलेको सेम हुनु पर्यो ल है त ल अर्को टेक मेरो कुनै कस्तो खतरा छ यार अर्को बना न सिधा यसले आउँछ यस्तो कुदाइले मारिरहेछ ओप्पा हाँसै हाँसेको छ आज आफ्नो पनि हाँसेर बिगाएर सक्यो यस्तै हुन्छ क्या हिजो त्यसै भएर भिडियो बनाउनु ढिलो भएको थियो अघि पनि त्यहाँ कति आधी घन्टाभन्दा बेसी एकै सिन गर्नुको लागि पनि गर्न सकेको ओप्पा हाँसेर यत्रो म चाहिँ सिन क्रिएट गर्नलाई सिरियस भएर पुरै पसिना भइसक्यो अनि तेरो हल्लिन भने भएन त्यही त गर्छ त नि असिना बन्दुक लाग्छ अनि यस्तो गर्छ लास्टमा चाहिँ ओप्पाले यस्तो गरेर ढलाइदिने अरे क्या अझ बन्दुक यस्तो देखाएर आएछ अर्कोले मैले यस्तो समातेँ नि यसरी हेरिरहेको छु नि त उसलाई यताबाट गर्दै क्या यताबाट मलाई गर्दै क्या यसरी हेरेको अब फेरि ओप्पा त हो नहाँस न क्या केटा नहाँस हेर अब हिरोइनलाई पनि हाँस उठ्यो फेरि अब भएन उसले एक सेकेन्डको भिडियो भइरहेको कम्तीमा 2-4 सेकेन्ड चाहिँ नहाँस न 2-4 सेकेन्ड चाहिँ पुरै उदेशमा क्या 3 2 1 गो तँ हाँसेछ त्यसलाई देख्छ त नि तँ हाँसेको नेक्स्ट अब तेरो बन्दुक वाला छ अब तेरो बन्दुक
बे यो पता गाइस अब आजको यहाँसम्मको सिन चाहिँ यति नै हो अब एकचोटि घर जाने बेला भेट्नुपर्छ है एकछिन यो टेक्चर सकेछ अनि चाहिँ ल एङ्गल हुन्छ क्या छिर्दैन ल गर्दा गर तपाईँ त्यस्तो गर ओकाहरूले मलाई रिस पनि उठिसक्यो यताबाट हेर्न सक्छु म यस्तो गरेको हुन्छु यताबाट हेर्नु पछाडिबाट गरेको छु अगाडिबाट गरेको छु 3 2 फाइनली गाइस भिडियो यहाँ आज जङ्गलको लागि चाहिँ कम्प्लिट भइसकेको छ अब नेक्स्ट पार्ट नभनौँ अब अर्को भिडियो चाहिँ अब मेरो फुल खिच्दा छ युट्युबमा भ्यू चाहिँ आउँछ कि आउँदैन अरे ल गाइस देखायो त 1 मिलियन भ्यू चाहिँ हान्देऊ त जङ्कुक फकिङ नाउ जङ्गहुक नट अ जङ्कुक जङ्क ल गाइस हुक कीटाणु अब एकचोटि नेक्स्ट भिडियोमा भेट्नुपर्छ